जहाँ समस्या त्यहाँ पुण्य चौलाङ्गाई। नमस्कार, नेपाली सिने हबमा तपाईलाई स्वागत छ। यो गाउँ बाहेक कुनै यदि तपाईँ नेपाली चलचित्र जगतका हरेक पलका अपडेट जान्न चाहनुहुन्छ भने तपाईँ सही ठाउँमा हुनुहुन्छ। आउनुहोस् चर्चा गरौं चर्चामा रहेको नेपाली चलचित्र 0 डिग्रीको। नेपाली चलचित्र उद्योगमा पछिल्लो समय फरक धारका चलचित्र निर्माण गर्ने लहर चलेको छ। यही क्रममा निर्माण गरेको चलचित्र 0 डिग्रीले दर्शकमाझ ठूलो चर्चा र कौतूहलता सिर्जना गरेको छ। हालै सार्वजनिक भएको यस चलचित्रको फर्स्ट लुकले चलचित्रप्रतिको अपेक्षालाई झनै बढाएको छ। चलचित्रले प्रवासमा रहेका नेपालीहरूको पीडा र स्वदेशको यथार्थलाई एउटा अनौठो र मार्मिक कथामा बुनेको छ। गाउँमा अभिभावकको निधन हुँदा परदेशमा रहेका सन्तानहरू तुरुन्तै घर पुग्न नसक्ने र उनीहरू नआउन्जेल सब सुरक्षित राख्नका लागि गाउँमा फ्रिज पुर्याउनु पर्ने बाध्यतालाई निर्देशक आकाश बराल र साजन काफ्लेले डार्क कमेडीको शैलीमा प्रस्तुत गरेका छन्। यस चलचित्रमा विजय बरालको फरक अवतारका कारण पनि यो चलचित्रको चर्चा अलि बढी नै छ। चलचित्रमा अभिनेता विजय बराल मुख्य भूमिकामा छन्। सधैँ हास्य प्रधान भूमिकामा देखिँदै आएका विजय बराल यसपटक गम्भीर र भावनात्मक अभिनयमा देखिएका छन्। उनको यो नयाँ अवतारलाई दर्शकले निकै रुचाएका छन्। उनीसँगै सनिसा भट्टराईको अभिनयले पनि चलचित्रलाई थप जीवन्त बनाएको छ। मेगौली फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको छायाङ्कन कास्कीका विभिन्न रमणीय स्थलहरूमा गरिएको छ। वर्षातको समयमा पनि कठिन परिस्थितिमा छायाङ्कन गरिएको यो चलचित्रको कथा, पटकथा र संवादमा विशेष मेहनत गरिएको देखिन्छ। चलचित्रका निर्देशकद्वय आकाश बराल र साजन काफ्लेका अनुसार चलचित्रलाई आउँदो बडा दशैंको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरिएको छ। निर्देशक द्वयले भनेका छन्, हामीले एउटा यस्तो कथा पस्कन खोजेका छौं जुनले दर्शकलाई हँसाउँछ पनि र अन्त्यमा भावुक पनि बनाउनेछ। सामाजिक विसंगति र परिवारका संवेदनालाई केलाउने यो चलचित्र बक्स अफिसमा कस्तो प्रदर्शन गर्ला त्यो भने हेर्न बाँकी नै छ। त्यस्तै गरी सामाजिक कथामा आधारित अर्को चलचित्र गौँथलीको पनि चर्चा उत्तिकै छ। बाल विवाह र महिलाको संघर्षलाई देखाइएको यो चलचित्रमा मदन कृष्ण श्रेष्ठको अभिनयले सबैलाई लोभ्याएको छ। अरुण छेत्री र सिमरन खड्काको मुख्य भूमिका रहेको यो चलचित्र आउँदो साउन 1 गते रिलिज हुनेछ। के तपाईले 0 डिग्रीको फर्स्ट लुक हेर्नुभयो? तपाईलाई विजय बरालको नयाँ अवतार कस्तो लाग्यो? कमेन्ट गर्न नभुल्नुहोला। यदि भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला। फेरि भेटौँला। धन्यवाद।